back to the channel Multivibe Lab. Today we are going to see the inner part of Casio calculator. के तपाईहरुलाई यो क्याल्कुलेटरको भित्री पार्ट हेर्न चाहनुहुन्छ? यो भित्री पार्ट हेर्न चाहनुहुन्छ भने यो भिडियोको लास्टसम्म बस्नु होला र यो च्यानललाई लाइक र सब्स्क्राइब गर्न नभुल्नु होला। अब फाइनली यो क्याल्कुलेटरलाई खोल्नलाई मैले यो स्क्रू लिएको छु र अब हेरौँ है त गाइस यो क्याल्कुलेटर भित्र के छ। पहिला यो क्याल्कुलेटरलाई खोलौँ। Let's open this calculator with the help of this screw. फाइनली अब यो हाम्रो यो क्याल्कुलेटरको स्क्रू सबै खुलिसकेको छ। ल अब हेरौँ है त भित्र के होला त। सुरुमै ट्याउ is blowing through our head, the lights are shining everywhere, from up above and down below, we fall into the afterglow. So now this is the perfect र मैले यो नयाँ टुल के थपेँ भन्दाखेरि एउटा यो कम्पास थपेँ। It's now or never. Come on, let's light up the Guys, are you sky. We're together. watching this video? Finally हाम्रो क्याल्कुलेटर गइरहेको छ। यो हामीले अगाडिबाट हेर्ने क्याल्कुलेटर र यसको पछाडि के हुन्छ हेरौँ है त। 3 2 1 गो। ल अब हेरौँ है त यो क्याल्कुलेटर भित्र के छ, के रहेछ, केले चाहिँ के काम गर्छ भनेर हेरौँ है त यो क्याल्कुलेटर भित्र। यो हो हाम्रो यो चाहिँ क्याल्कुलेटरको हामीले थिथिमिजुम यो 1 2 3 यो चाहिँ त्यो नम्बर हो। यो चाहिँ हाम्रो क्याल्कुलेटरको स्केलेटन भर्जन र यो चाहिँ हाम्रो क्याल्कुलेटरको माथिपट्टि देखिने डिस्प्ले र यो हाम्रो क्याल्कुलेटरको ब्याकवर्ड भर्जन। र अब हामी हेर्न गइरहेका छौँ एउटा बोर्ड, यसको हाम्रो क्याल्कुलेटर काम गर्ने मेन बोर्ड। यो बिना हाम्रो क्याल्कुलेटरको केही कामै छैन। त हेरौँ है त गाइस मैले यो जुन यसले यो स्क्रूले यहाँ छुको छु त्यो चाहिँ यो क्याल्कुलेटरको दिमाग हो, जस्तै माइक्रो प्रोसेसर हो। यसलाई माइक्रो प्रोसेसर भन्छ। यसमा चाहिँ हरेक हाम्रो क्याल्कुलेसन यसभित्र भइरहेको हुन्छ। यो हो हाम्रो क्याल्कुलेटर चल्ने ब्याट्री। योदेखि हाम्रो क्याल्कुलेटरले एनर्जी लिन्छ। यो बिना पनि हाम्रो क्याल्कुलेटरको केही कामै छैन। र यो जुन यो हजुरहरूले यो पाथहरू देखिरहनु भएको छ, योदेखि हाम्रो क्याल्कुलेटरले काम गर्छ। जस्तै मैले यहाँ 3 त्यो यहाँ कोडिङहरू हुन्छ जुन चाहिँ हाम्रो कम्पनीले मिलाएर राखेको हुन्छ। र यो हो एउटा पोइन्ट जहाँ हाम्रो क्याल्कुलेटर र बोर्ड कनेक्ट हुन्छ र यहाँ हामीले थिचेको कुराहरू यहाँ डिस्प्ले हुन्छ। र यदि हामीले यो क्याल्कुलेटरको बोर्ड यसरी भाँच्यौँ भने यहाँ केही पनि काम लाग्दैन। यो जुन चाहिँ मैले हजुरहरूलाई देखाउनको लागि भाँचेको छु र यो भाँच्यो भने यसको यो जुन यो पाथ हुन्छ यो आफ्नो बाटोबाट छुटिन्छ, जुन कि प्रोग्राम गर्न सक्दैन यसले। त्यसैले क्याल्कुलेटरको बोर्ड सबभन्दा धेरै इम्पोर्टेन्ट छ। यो बोर्ड बिना क्याल्कुलेटर केही कामै छैन। क्याल्कुलेटरको अनबक्सिङ पछिको कस्तो छ त हाम्रो फुटेको क्याल्कुलेटर हेरौँ है त।
थ्याङ्क यू फर वाचिङ दिस भिडियो टिल इन्ड। धन्यवाद हजुरहरूलाई, यो भिडियो अवश्य नै मनै पर्यो होला। अन्तिम समय हेरिदिनु भएकोमा धन्यवाद। लाइक र सब्सक्राइब गरिदिन नभुल्नु होला है। त यस्तै अरू पनि भिडियो हेर्न चाहनुहुन्छ भने लाइक चाहिँ गरिदिनु र कमेन्टमा छोडिदिनु। यदि यो भिडियोमा 100+ लाइक आयो भने म अर्को भिडियोमा हामीले जहिले युज गर्ने टिभीको लागि युज गर्ने रिमोटको भित्री पार्ट देखाउँछु है त ल।